हेलो गाइज, तपाईहरु हेर्न सक्नुहुनेछ यो धान खेती जुन यो धेरै क्षेत्रफलमा रहेको यो धान बाली एकदमै राम्रो छ। राम्रो तरिकाले यो धान फलेको रहेछ। तर यो पछिल्लो वर्षाको कारणले गर्दा धानमा निकै क्षति पुर्याएको रहेछ। ठाउँ ठाउँमा धान फलेको धानलाई खेतमै सुताएको छ भने यो धान बाली पुरै नष्ट गरिएको छ। अहिले पनि धान काट्ने बेला भइसकेको छ। अझै 4 दिन धान काटेन भने धान आफै खेतमा झर्न सक्छ। तर अहिलेसम्म पनि खेतमा पानी सुकेको छैन। यस्तो अवस्था छ यो हाम्रो धान बालीको। र जुन यो एकदमै किसानको लागि यसपालिको यो धान बाली धान खेती त्यति सहज रहेन, किनभने सुरुमा रोप्ने बेलामा पनि पानी परेन र पछाडी चाहिँ यति पानी आयो कि सबै धानहरू नष्ट भयो, खेतमै धान सुत्यो। त्यसैले किसानलाई यसपालि यो धान खेती गर्न सहज भएन। तपाईहरुले यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। यो ठूलो क्षेत्रफलमा भएको यो धान खेती भक्रा नरसिंह गाउँपालिका अन्तर्गत यो रहेको छ। र जुन यो तपाईहरुले भिडियो मार्फत हेर्न सक्नुहुनेछ यो एकदमै राम्रो छ धान फलेको। तर यो वर्षाको कारणले गर्दा धान यसरी सुताएको रहेछ खेतमै। अहिलेसम्म पनि खेतमा पानी सुकेको छैन। अब काट्ने बेला भइसकेको छ धान। त्यही पनि अब किसानहरूले धान काटी आलीमा राख्दैछ। यस्तो छ धान पुरै धानलाई बर्बाद, यो पछिल्लो वर्षाको कारणले गर्दा यो धान पुरै बर्बाद भएको छ। यसरी तपाईले भिडियो मार्फत हेर्न सक्नुहुनेछ यो धान बाली। फल्नमा त राम्रै फल्यो, पछिल्लो पल्टको वर्षाको कारणले गर्दा धान पुरै क्षति भयो। सुरुमा त मोटर लगाएर के लगाएर पानी हाल्यो, तर पछाडी चाहिँ एउटा पनि धान छैन। तपाईले हेर्न सक्नुहुन्छ यी वर्षाको कारणले गर्दा सबै यो धान सुताएको रहेछ। सबै धान सुताइदिएको रहेछ। यसरी पूर्ण रूपले यो धान सुताइदिएको रहेछ।